यसो सोच्दैछु जिन्दगीले कहाँदेखि कहाँसम्म पुर्याएछ। कतै गल्ती गरेछु, कतै अनजानमा गल्ती गरेछु, कतै जानै जानी गल्ती भएछन् मबाट। धेरै मान्छेहरू छुटे, अनेक बाहनामा छुटे। कोही सानातिना गल्तीमा छुटे, कोही मिठो मसिनो खान नपाएर छुटे, कोही मिठो मसिनो नै खाएर छुटे। कसैलाई कम दिएर छुटे, कसैलाई बढी दिएर छुटे, कसैले दान दक्षिणा बढी भएर छुटे, कसैले दान दक्षिणा नपुगेर छुटे। आखिर छुट्न त छुटे, तर कसैले आफू छुटेको, आफूले सङ्गत टुटाएको, के कारणले छुटे र किन छुटे भन्ने कुरो बताएर गए। तर कसै साथीहरूले, कसै आफन्तले, कसै नाताहरूले त के कारणले छुटे भन्नसम्म पनि मौका दिएनन्। मन मनै छुटे होलान्, तर मेरो मन चाहिँ दुख्यो, मन चाहिँ टुट्यो। जसले जुन बाहनामा छोड्न थियो, तर बाहनाहरू के बाहना थियो प्रष्ट भनिदिएको भए मैले त्यहाँनिर गल्ती सच्याउन सक्थेँ कि, माफी माग्न सक्थेँ कि, क्षमा प्राप्ति हुन्थे कि। तर त्यो कुनै शीर्षकमा केही कारणहरू नै खुलाएनन्। म आज यति अन्जान छु, निर्दोष छु पनि भन्दिनँ। म पनि मान्छे हुँ, मान्छेबाट गल्ती नै हुन्छ। मान्छेको गल्ती मान्छेले सुधार्ने हो, जङ्गलको बाघ भालु आएर सुधारिदिँदैन। मान्छे पनि कति निष्ठुरी भएका, आफूलाई पर्दासम्म मात्र लागि पर्ने रहेछन्। जब आफू नपरुन्जेल एकचोटि एकै टक्कामा एक पाइलामा रोकिने बित्तिकै उनीहरूले सम्बन्धलाई पनि त्यहीँनिर टक्कै रोकिँदा रहेछन्, ताकि गाडीले ब्रेक हाने जस्तै। मन एकातिर त दुखी छ, अर्कोतिर लाग्छ, अर्को मनले भन्छ ठिकै छ, यस्ता सङ्गातहरू छुटेरै जानुपर्छ। यी सङ्गातहरू धेरै लामो टिकाइस् भने न त आफ्नो खाडलमा आफै फस्दैछस्। जे भयो ठिक भयो, जो भयो सो भयो, जे हुनु थियो भयो, जे हुन्छ भएरै छाड्छ। हो, आखिर चित्त बुझाउने बाटो यही नै हो। तर पनि सङ्गात गरिसकेपछि, समय खर्चिसकेपछि, उनीहरूबाट लेनदेन कारोबार चलिसकेपछि बिचैमा छोड्नु, टुट्नु, मासिनु, यो त कदापि पनि राम्रो भएन भनेर कता यसो मध्यरातमा सुतिरहेको बेला एक मनले सोध्छ र टक्रक्क उनीहरूकै दिमागमा अनुहार ठक्रक्क घोप्टिन जान्छ। अनि सोध्छु एक मनले, होस् अब जाने गए, आउने आउँछन्, कसैले आउनेलाई स्वागत छ, जानेलाई बाई बाई छ भनेर मैले पनि यत्तिकैमा भिडियो बनाउन छोडिदिएको छु। धन्यवाद।